सो हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू भिडियो। धेरै मान्छे कमेन्ट गरिदिनुहुन्थ्यो कि गिटहबलाई चाहिँ कसरी डेस्कटपमा चाहिँ सेटअप गर्न सकिन्छ। सुरुमा चाहिँ गिट डाउनलोड भनेर सर्च गर्नुहोला। फर्स्ट पेज आएपछि चाहिँ त्यसमा चाहिँ क्लिक गरेर फर्स्ट पेजलाई सिलेक्ट गर्नुहोला र यो पेज खुल्नेछ। त्यसपछि चाहिँ आफ्नो डेस्कटपको भर्जन अथवा डेस्कटपको अपरेटिङ सिस्टम सिलेक्ट गर्नुहोला। मेरो केसमा चाहिँ मैले अलरेडी डाउनलोड गरेर राखेको छु, त्यसलाई चाहिँ इन्स्टल गर्नेछु। इन्स्टल गर्दा यस्तो पपअप आउन सक्नेछ। नेक्स्ट क्लिक गरेर चाहिँ आफूलाई चाहिएको फोल्डरमा सिलेक्ट गर्दै नेक्स्ट अप्सनहरू सिलेक्ट गर्दै जानुहोला। सो तपाईँको इन्स्टलेसन स्टार्ट भइसकेको छ। तपाईँहरूलाई यहाँसम्म भिडियो राम्रो लाग्यो भने यस च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस च्यानलमा चाहिँ गिट रिलेटेड अथवा टेक कम्युनिटी रिलेटेड धेरै भिडियोहरू आउँदैछन्, सो डोन्ट फर्गेट टु सब्सक्राइब। अहिले चाहिँ ल हामी चेक गरौँ हाम्रो कम्प्युटरमा चाहिँ गिट इन्स्टल छ कि नै। पहिला गिट माइनस भर्जन इन्टर हान्यो भने चाहिँ गिट चेक हुन्छ छ कि नै भनेर। मेरो केसमा चाहिँ अहिले गिट इन्स्टल छैन भनेको छ र गिट इन्स्टल भइसकेको छ। ल अब फेरि चेक गरौँ गिट छ कि नै इन्स्टल भनेर। सो गिट चेक गर्नलाई चाहिँ गिट माइनस भर्जन हान्नु होला। एज यु सी मसँग गिटको भर्जन 2.53 विन्डो 1 भनेर लेखेको छ, मतलब चाहिँ हाम्रो गिट सक्सेसफुली इन्स्टल। सो इन द सेकेन्ड सेसन अफ दिस भिडियो हामी चाहिँ आफ्नो लोकल ड्राइभको फाइलहरूलाई चाहिँ गिटहबमा पुश कसरी गर्ने भनेर हेर्नेछौँ। गिटहबको नयाँ अकाउन्ट बनाउनलाई चाहिँ एकदम सजिलो छ। github.com मा गएर चाहिँ नयाँ अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले डाइरेक्टली चाहिँ गिटहबको नयाँ रिपोजिटरी बनाउनेछौँ। रिपोजिटरी बनाउन माथिमा रहेको प्लस बटन दबाएर न्यू रिपोजिटरी भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोला। रिपोजिटरी नेममा चाहिँ तपाईँको प्रोजेक्टको नाम अथवा कुनै पनि नाम राख्न सक्नुहुनेछ। म चाहिँ आफ्नो रिपोजिटरीको नाम टेस्ट डेमो राख्नेछु अथवा टेस्ट रेपो राखौँ। अब चाहिँ डिस्क्रिप्सनमा चाहिँ आफ्नो प्रोजेक्टको डिस्क्रिप्सन राख्न सक्नुहुन्छ या एमपिटी छाड्न सक्नुहुन्छ। भिजिबिलिटी अप्सनमा चाहिँ तपाईँसँग दुईवटा अप्सन हुन्छ, पब्लिक र प्राइभेट नामको। पब्लिक हुनाले चाहिँ तपाईँको प्रोजेक्टहरू पब्लिक हुनेछ भने प्राइभेटले चाहिँ तपाईँको रिपोजिटरी प्राइभेटमा हुनेछ। एन्ड रेडमी फाइल भन्नाले चाहिँ एउटा यस्तो फाइल जसले चाहिँ तपाईँको प्रोजेक्टको चाहिँ डकुमेन्टेसनको रूपमा काम गर्छ। एन्ड गिटनोर फाइल भन्नाले चाहिँ यस्तो फाइल जसले चाहिँ कुन फोल्डर अथवा कुन फाइललाई चाहिँ इग्नोर गर्ने भनेर भन्ने काम गर्छ, जसलाई चाहिँ गिटहबले चाहिँ अपलोड नगरोस् भनेर। तपाईँको हरेक प्रोजेक्ट गिटहबमा अपलोड भएपछि ओपन सोर्स हुन्छ भन्ने छैन। त्यसैले चाहिँ लाइसेन्सले चाहिँ तपाईँलाई चाहिँ एउटा लाइसेन्स प्रोभाइड गर्छ, जसले चाहिँ तपाईँको प्रोजेक्ट चाहिँ तपाईँकै हो भन्ने चाहिँ कपिराइटको काम गर्छ। एन्ड प्रम्प्ट, यो तलको प्रम्प्ट बक्सले चाहिँ तपाईँ आफ्नो एआईबाट चाहिँ कुनै पनि टास्क गराउन सक्नुहुन्छ आफ्नो रिपोजिटरीमा र क्रिएट रिपोजिटरीमा क्लिक गर्नु होला। एज यु क्यान सी तपाईँको नयाँ गिटहब रिपोजिटरी बनेको छ। यहाँ चाहिँ डिफ्रेन्ट कमान्डहरू छन् जसको माध्यमबाट चाहिँ तपाईँ गिटहबलाई चाहिँ युज गर्न सक्नुहुन्छ। यसलाई चाहिँ नोटप्याडमा कपी गरेर राख्नु होला। पछि चाहिँ तपाईँहरूलाई कमान्ड याद भइहाल्नेछ, तर अहिले चाहिँ हामीलाई आफ्नो टास्क पुरा गर्नलाई चाहिँ यो कोडहरू चाहिँ कपी गरेर राख्नुपर्ने हुन्छ। माथि चाहिँ के अप्सन रहेको छ जसमा चाहिँ कोल्याबोरेसन र कोड स्पेसको अप्सन छ। कोल्याबोरेसनमा चाहिँ तपाईँ आफ्नो साथीहरूलाई सँगै बोलाएर एउटै रिपोजिटरीमा काम गर्न सक्नुहुनेछ, जसको लागि चाहिँ म्यानेज एक्सेसमा गएर चाहिँ आफ्नो साथीको चाहिँ 8 पिपुलमा नाम लेखेर आफ्नो साथीहरूको चाहिँ रिपोजिटरी फाइन्ड गरेर चाहिँ उहाँलाई एड गर्न सक्नुहुनेछ। र कोड स्पेसले चाहिँ तपाईँलाई चाहिँ एउटा सेक्योर कोड गर्नलाई चाहिँ एउटा इन्भाइरोमेन्ट प्रोभाइड गर्छ र एउटा रेडमी फाइल जेनेरेट गरेर दिन्छ। अब चाहिँ हामी नेक्स्ट स्टेजमा जाउँ, जसमा चाहिँ हामी आफ्नो गिटहबमा चाहिँ
फाइलहरूलाई चाहिँ कसरी एड गर्ने भनेर हेर्नेछौँ। र त्यसको लागि आफ्नो कमान्ड प्रम्प्ट खोल्नु होला। सुरुवात चाहिँ हामी आफ्नो भर्जन चेक गरेर गर्नेछौँ गिटको। त्यसको लागि चाहिँ अघिको कमान्ड git -- भर्जन टाइप गर्नेछौँ र हाम्रो गिटको भर्जन देखिनेछ। र अब चाहिँ हामीले आफ्नो डेस्कटपलाई गिटसँग कनेक्ट गराउनु पर्ने हुनेछ। त्यसको लागि चाहिँ हामीले एउटा कमान्ड लेख्छौँ ssh-keygen, जसको माध्यमबाट चाहिँ हामीले चाहिँ एउटा SSH कीलाई चाहिँ जेनेरेट गर्नेछौँ। त्यसपछि चाहिँ तपाईँले जस्ट इन्टर क्लिक गर्नु होला। यसमा चाहिँ अलरेडी मेरो छ, त्यसैले रिराइट गर्ने भनेर सोध्दैछ। यस दबाउनु होला, वाइ दबाएर, र आफ्नो चाहिँ एउटा पासवर्ड लेख्नु होला। र मेरो केसमा चाहिँ मैले एडमिन राखेको छु आफ्नो SSH कीको पासवर्ड। र फेरि पासवर्ड माग्दैछ, फेरि पनि म त्यही एडमिन पासवर्ड राख्नेछु। मेरो चाहिँ एउटा डिफल्ट फिङ्गरप्रिन्ट जेनेरेट भइसकेको छ, जसलाई चाहिँ यो लोकेसनमा गएर हामी हेर्नेछौँ। जसको लागि चाहिँ हाम्रो सी ड्राइभको युजर्समा गएर एस्योरमा अनि त्यसपछि SSH भन्ने फोल्डर होला। नभए भने चाहिँ यहाँ माथि गएर चाहिँ सो गरेर चाहिँ हिडन फाइलहरूलाई चाहिँ एक्टिभ गर्नु होला र हिडन फाइलहरू देखिनेछ। तल आइडी पब्लिसर फाइल होला, त्यसमा चाहिँ राइट क्लिक गरेर एडिट विथ नोटप्याड गर्नु होला र यसमा रहेको फाइललाई चाहिँ कपी गर्नु होला। अनि हामी गिटअप ओपन गर्नेछौँ। लाइक यु क्यान सी हियर इज आवर SSH की। यसलाई चाहिँ हामी पुरा कपी गर्नेछौँ र गिटअप खोल्नेछौँ। एन्ड गिटअप खोलिसकेपछि चाहिँ हामीले आफ्नो राइट यहाँ माथि प्रोफाइलमा गएर चाहिँ एपियरेन्स भन्ने सेटिङमा चाहिँ क्लिक गर्नुपर्नेछ। एन्ड देन SSH एन्ड GPG किज भन्ने होला एउटा अप्सन छ, त्यसमा क्लिक गरेर चाहिँ SSH कीमा चाहिँ क्लिक गर्नुपर्नेछ र एड न्यू गर्नुपर्नेछ। टाइटलमा चाहिँ आफ्नो केही पनि लेख्न सक्नुहुन्छ टाइटल, जसले चाहिँ तपाईँलाई भविष्यमा चाहिँ तपाईँको कुन ठाउँको कम्प्युटर हो भनेर चाहिँ चिन्न हेल्प गर्नेछ। मेरो केसमा चाहिँ म मेरो ल्यापटप B15 लेख्नेछु र अथेन्टिकेसन की नै हुनेछ हाम्रो, साइनिङ की हुने छैन। र कीमा चाहिँ अघि हामीले जो पेस्ट कपी गरेको थियौँ त्यसलाई चाहिँ पेस्ट गर्नुपर्नेछ र चाहिँ सेभ गर्नुपर्नेछ यसलाई। र हाम्रो चाहिँ SSH की सेट भइसकेको छ। अब चाहिँ हामी आफ्नो कामहरू गर्न सक्छौँ अघिको कमान्डहरूलाई चाहिँ युज गरेर। सुरुमा चाहिँ एउटा फोल्डर बनाऊँ जसमा चाहिँ हामी आफ्नो प्रोजेक्टहरू गर्नेछौँ। र यहाँ चाहिँ विभिन्न फाइलहरू चाहिँ एड गर्नेछौँ। अहिले चाहिँ हामी एउटा टेक्स्ट फाइल बनाएर चाहिँ त्यसको मल्टिपल कपी गर्नेछौँ। सुरुमा चाहिँ हामी आफ्नो कमान्ड प्रम्प्ट खोल्नेछौँ त्यो फोल्डरभित्र र हामी चाहिँ यो पाएका कोडहरूलाई चाहिँ यसमा चाहिँ युज गर्नेछौँ। सुरुमा चाहिँ हामी आफ्नो गिटलाई इनिसियलाइज गर्नेछौँ, जो गर्नलाई हामी गिट इनिसियलाइज गर्नेछौँ र त्यसलाई गर्नलाई चाहिँ गिट init टाइप गर्नुपर्ने हुन्छ।
जसले चाहिँ एउटा मेसेज देखाउँछ इनिसियलाइज एमपिटी फोल्डर लेखेर। सेकेन्ड कमान्ड चाहिँ हाम्रो गिट एड रिडमी एमडी छ, जसमा चाहिँ हामी आफ्नो एउटा रिडमी फाइललाई चाहिँ एड गर्नेछौँ र गिट डट हान्यो भने चाहिँ त्यो फोल्डरको चाहिँ सबै फाइलहरूलाई चाहिँ एड गर्न सकिन्छ। अहिले चाहिँ हामी एउटा फाइल मात्र एड गरेर हेरौँ एउटा फाइललाई चाहिँ कसरी एड गर्न सकिन्छ। एड गर्नलाई चाहिँ ल जस्तै म hello.txt नामको फाइललाई एड गर्न चाहन्छु। फर्स्ट अफ अल हामीसित त्यो नामको फाइल छ कि नै हेरौँ। ओके, सो फाइल छैन भने हामी क्रिएट गर्नेछौँ। hello.txt नामको हामीले एउटा फाइल बनाएको छौँ, त्यसलाई चाहिँ अब हामी गिटमा पुश गरेर हेर्नेछौँ कसरी हुन्छ यो। ओके, सो गिटको फाइल चाहिँ एड भएको छ। अब चाहिँ हामीले चाहिँ गिट कमिट -m अनि त्यसपछि चाहिँ कोट्सहरूमा चाहिँ आफ्नो कमेन्ट लेख्नुपर्ने हुन्छ। कमेन्टले चाहिँ हजुरको के चेन्ज गर्नुभएको छ भनेर डिनोट गर्छ। जस्तै म लेख्छु मैले hello.txt फाइल एड गरेँ। र अब आफ्नो गिटलाई चाहिँ मेन ब्रान्चमा चाहिँ हामी राख्नेछौँ। त्यसको लागि गिट ब्रान्च -m अनि मेन लेख्नुपर्ने हुन्छ। हाम्रो चाहिँ ब्रान्च मेनमा सेट भएको छ। अब चाहिँ हामीले चाहिँ कुन लोकेसनमा सेन्ड गर्ने हो भनेर चाहिँ आफ्नो गिटको लोकेसन दिनुपर्ने हुन्छ। आफ्नो रिपोजिटरीको चाहिँ लोकेसन दिनुपर्ने हुन्छ, जसको लागि चाहिँ गिट रिमोट एड ओरिजिन हामीले एउटा ओरिजिनलाई चाहिँ सेट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ हामीले आफ्नो ओरिजिनको कुन ब्रान्चमा पेस्ट गर्ने भनेर चाहिँ एउटा कमान्ड हुन्छ, त्यो युज गर्नुपर्छ, जसको लागि गिट पुश -u ओरिजिन अनि कुन ओरिजिन हो त्यो गर्नुपर्ने हुन्छ। र मलाई चाहिँ आस्क गरेको छ तपाईँ यो कम्प्युटरबाट चाहिँ त्यो ओरिजिनमा सेन्ड गर्न चाहनुहुन्छ कि नै फाइल भनेर सोधेको छ। यस दबाउने छु र अहिले पासवर्ड सोध्दैछ। यसमा चाहिँ मैले पहिला एड गरेको पासवर्ड एडमिन राख्नेछु र हाम्रो फाइल चाहिँ गिटमा एड भएको छ गिटहबको रिपोजिटरीमा। लेट्स सी हाम्रो फाइल चाहिँ एड भएको छ कि नै। ओके सर, रिफ्रेस गरौँ। ओके, तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो फाइल एड भएको छ hello.txt र मैले माथि कमेन्ट लेखेको थिएँ, मैले hello.txt फाइल एड गरेको छु लेखेको थिएँ, त्यो चाहिँ कमेन्ट देखिएको छ। ओके, सो अब चाहिँ हामी आफ्नो फोल्डरमा रहेको सबै फाइललाई चाहिँ एड गरेर हेर्नेछौँ कसरी हुन्छ। त्यसको लागि चाहिँ गिट एड अनि त्यसपछि स्पेस डट हान्नुपर्ने हुन्छ र सबै फाइलहरू सिलेक्ट हुन्छ। र अब चाहिँ हामीले डाइरेक्ट गिटलाई चाहिँ हामीले कमिट गर्नुपर्ने हुन्छ र के चेन्ज गरेको छु भनेर लेख्नुपर्ने हुन्छ। जस्तै मैले लेखेँ, मैले सबै फाइल एड गरेर लेखेँ। र इन्टर दबाए हाम्रो सबै फाइलहरूको नाम देखाएको छ यहाँ। अब यसलाई चाहिँ हामी आफ्नो गिटको रेपोजिटरीमा चाहिँ पुश गर्नेछौँ गिटहबको। त्यो गर्नलाई पहिलाको कमान्ड गिट पुश यु ओरिजिन मेन ब्रान्चमा चाहिँ हामीले आफ्नो गिटलाई पुश गर्नेछौँ र इन्टर दबाउनका साथ हामीलाई चाहिँ फेरि पासवर्ड सोधेको छ र हामी एडमिन फेरि हान्नेछौँ। ल यसले भनेको छ हाम्रो फाइलहरू चाहिँ गिटहबमा पुश भइसकेको छ। लेट्स सी हाम्रो सबै फाइलहरू गिटहबमा पुश भएको छ कि नै। लेट्स सी रिफ्रेस। ओके, सो हाम्रो सबै फाइलहरू गिटहबमा पुश भइसकेको छ। अब चाहिँ हामी एउटा
अरूको गिटहबको भएको कोडहरूलाई चाहिँ आफ्नो लोकल ड्राइभमा सेभ कसरी गर्छन् त्यसलाई हेर्नेछौँ। र त्यो गर्नलाई चाहिँ म एउटा प्रोफाइल सर्च गर्छु पुष्प जोशी नामको, जो चाहिँ मेरो वेब टेक्नोलोजीको सर हुनुहुन्छ। र उहाँको एउटा प्रोजेक्टलाई म आफ्नो लोकल डिभाइसमा चाहिँ कपी गर्नेछु। र एउटा रिपोजिटरी सिलेक्ट गरौँ। ल म यो नोट नामको रिपोजिटरीलाई सिलेक्ट गर्छु र यसलाई चाहिँ आफ्नो लोकल डिभाइसमा चाहिँ सेभ गर्नेछु। यसमा रहेका सबै कोडहरू तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ धेरै कोडहरू छन् र यो कोडलाई कपी गर्नलाई कोड नामको ग्रीन बटनमा दबाउनु होला र तल रहेको यो http अथवा SSH लाई कपी गर्नु होला। http गए तपाईलाई सजिलो हुन्छ। यो कोडलाई कपी गर्नु होला, यो लिंकलाई, अनि आफ्नो गिटहबमा जानु होला, आई मिन आफ्नो टर्मिनलमा जानु होला र हामी चाहिँ आफ्नो फोल्डरमा चेन्ज गर्नेछु। म चाहिँ आफ्नो यो फाइललाई चाहिँ डेस्कटपमा राख्न गइरहेको छु। एउटा फोल्डर बनाऊ, टेस्ट नामको एउटा फोल्डर बनाउँदै छु म। ओके, सो हामी यो सरको प्रोजेक्ट फाइलहरुलाई चाहिँ आफ्नो टेक्स्ट गिट नामको फोल्डरमा चाहिँ सेभ गर्ने छौं। त्यो गर्नलाई चाहिँ हामीले कमान्ड लेख्नु पर्ने हुन्छ गिट क्लोन, अनि त्यसपछि जो लिंक हामीले कपी गरेको छौं त्यसलाई पेस्ट गर्नुपर्ने हुन्छ र इन्टर दबाउनु पर्ने हुन्छ। ल सरको रिपोजिटरीको फाइलहरु सबै मेरो लोकल डिभाइसमा सेभ हुन गइरहेको छ। ल यसले भने सबै फाइलहरु सेभ छ। अब हामी हेर्ने छौं र हेर्नको लागि हामी एउटा कमान्ड युज गर्ने छौं। ल नोट्स नामको फोल्डर भित्र जाउँ, चेन्ज गरौँ। ल नोट्स नामको फोल्डर भित्र धेरै फाइलहरु आइसकेका छन्। अघि हाम्रो फोल्डर इम्पिटी थियो। लेट्स सी, हामी डेस्कटपमा पनि गएर हेर्ने छौं हाम्रो यो फाइल छ कि नै। ओके, यो फोल्डर पनि क्रिएट भएको छ। यो फोल्डर भित्र गएर हेरौँ। सरको रिपोजिटरीको फाइलहरु सबै यहाँ आइसकेको छ। थ्यांक्स फर वाचिङ गाइज। यो भिडियो तपाईलाई राम्रो लाग्यो भने हामीलाई यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला।